हेलो साथीहरु, आज चाहिँ साग र अनि यो बन्दा पकाउँ है। यो चाहिँ नयाँ नेम फरकै हुन सक्छ हैन अरुको भन्दा। साग पनि थोरै छ अनि बन्दा पनि यत्रो कुन्टे छ। अब यसमा अब पुग्दैन, अब त्यही भएर थोरै थोरै चिजलाई अब के गर्ने भन्दा अब मिसाएर पकाउने। पहिला यसलाई सागलाई राम्रोसँग धुन पर्यो। मैले चाहिँ अब साग धुन्छु। धारमा चाहिँ लास्टै सानो पानी आउन थालेको छ। पहिला त राम्रै ठिकै आउँथ्यो हैन, अहिले त लास्टै पानी सानो आउन थालेको छ। यसै अब यसरी साग धुँदै अनि यतापट्टि अर्को थालमा राख्दै गरिरहेको छु हैन। पाउनु है, बाजेमा आउँदैछु। एकादशीको दिन अनि घरमा जोगी बाजे पनि आउनुभयो। म जोगी बाजेलाई सधैँ सासू आमाले दिनुहुन्थ्यो, आज सासू आमा आज नभएकोले गर्दा मैले चाहिँ अब जोगी बाजेलाई लगाइ दिन्छु। आज आमा हुनुहुन्न बाजे, त्यही भएर बुहारी छु क्या आज। ल ल जय जय। अहिले बाजेलाई मैले चामललाई 5 रुपियाँ पनि दिएर आइसकेँ साथीहरू। तरकारी बनाउनु थाल्दाखेरि बाजेले चाहिँ भोलि चाहिँ भोलि भन्दै आउनु भयो। पालो बन्दाको अब स्यासा भयो। बाजेलाई तल गएर चामल दिएर आएको होइन, स्यासा भयो। अब बन्दालाई त काट्नु पर्छ साथीहरू। मैले एउटा हातले मात्रै भिडियो बनाउँदैछु, त्यही भएर मिलेन। भनिन्छ होला क्या, छि साग र बन्दा नि एकै ठाउँमा पकाएको भनेर। म पकाउँछु, तरकारी मिठो बनाउन जान्नु पर्यो होइन। सबै तरकारी सबैले मिल्छ कि साथीहरू। बन्दा चाहिँ पुनपुरी बन्दा चाहिँ यति भयो के जम्मा, यति साग यति बन्दा। अब के गर्ने त होइन, पुग्दैन। त्यही भएर मिठो गरेर बनाउने अनि एकै ठाउँमा पकाउने हो कि। बन्दालाई चाहिँ अब मैले फेरि यहाँ राखेर धुन्छु धारमा राखेर। आज चाहिँ बन्दा मैले ताप्केमा बनाउँछु है, किनकि थोरै छ नि त साग र बन्दा। ताप्केमा बनाउँछु। अनि ग्यास बाले त्यहाँ मात्र खुर्सानी हाल्छु, किनकि मेरो छोरीले पनि खानुपर्छ। मैले एक्लै खाने भएदेखि मैले 10 वटा खुर्सानी हाल्थेँ होला साथीहरू, मैले हालेको पनि हो। आज छोरीले गर्दाखेरि छोरीले पिरो खाने, त्यही भएर मैले आज 200 मात्र खुर्सानी काट्छु। पहिला खुर्सानी त धुन पर्यो साथीहरू होइन। ताप्केमा हामीले चाहिँ यसलाई ताप्के भन्छौँ, हजुरहरूकोतिर के भन्नुहुन्छ यसलाई होइन। मैले यसमा तेल हालेँ, तेल पनि धेरै खानु हुन्न है साथी। त्यो त हाम्रो दाल पनि कस्तो भयो एकचोटि हेरेर, मेरो दाल पनि बाक्लो न बाक्लो भयो त। अब यसलाई घोडघाट गरेर पानी हाल्नु पर्यो साथीहरू। पानी हालेर फेरि उमालेर झानझुन गर्नु पर्यो यसलाई। अब यो चाहिँ छोरीको लागि मात्रै हो है दाल। आज हामीले दाल खाँदैनौँ अनि हाम्रो घरमा जुठो पनि परेछ। आज बल्ल 5 दिन भयो अनि हामीले दाल खाँदैनौँ। त्यहाँ पनि मैले यतिको बनाइसकेँ साथीहरू। अब यसलाई फेरि एकचोटि उमाल्छु मैले होइन, अनि झान्छु। सक्दा यता ताप्के तेल पनि तातिसक्यो मेरो, यो हालिदिएँ। खुर्सानी पनि हाल्ने, खुर्सानीहरू फुलिँदैछ। यता अब मैले टमाटर काट्छु, पनि काटिसकेँ साथीहरू। अब मैले टमाटरलाई चाहिँ यो यसमा हालिदिन्छु कि अलिकति राम्रोसँग गलिसक्यो। अनि मैले राम्रोसँग त गला खाएँ त गल्दैछ। अनि मैले त्यसपछि मैले बन्दा हालिदिएँ क्या, त्यसलाई चलाउँदैछ। अनि मैले बेसार हालेँ, नुन हालिदिएँ, फेरि मसला पनि एकैचोटि हालिदिएँ चलाउँदैछ सागको है। अब मैले सागलाई पनि अब यसैमा हालिदिएँ साथीहरू होइन। यता मैले अब यसलाई एकछिन यतिकै छोपिदिन्छु। गर्दा अब मैले यता त्यो अघिको दालमा पानी हालेको थिएँ, अब यसलाई पनि फेरि एकचोटि उमाल्छु। यस्तै हो साथीहरू गाउँघरको खाना होइन। पकाउँदै गर्दा मेरो पुन्टुले स्विमिङ गर्ने भनेर आज मैले स्विमिङ गराइदिँदैछु यिनलाई। यहाँ मजा आएछ, अब भयो नि त। अब कपाल नुहाइने गरिदिउँ, मैले कपाल नुहाइने गरिदिउँ। अब अब साग खाने बेला होला है नि त है। अनि तरकारी यस्तो गरिसकेको रहेछ साग। अब यसलाई फिनिस गर्छु। कति धेरै पानी निस्केछ कि गर्दा अब मैले भाँडा पनि माझ्छु साथीहरू। अब अनि माझिसकेँ। त्यसै गरी यहाँ पनि फेरि यति चना खाएँ साथीहरू। अब यो चना केमा मिसाउने भन्नुहोस् न। अब यहाँनिर चाहिँ कति छुची सबै थोक यति यति भनेर चाहिँ नभन्नु होला। यो चाहिँ मैले चाहिँ थोरै खाने मिठो खानेमा पर्छु म चाहिँ। अब यो चना केमा मिसाउँदा ठिक होला साथीहरू। अब यति चना गेडागुडी चनाहरू बढी छ यहाँ। त्यसैले चाहिँ दाल पनि राम्रो भइसकेछ। अब यसलाई पनि मलाई साथीहरू बाक्लो दाल भन्दा पातलो दाल मनपर्छ होइन। बच्चाहरूलाई पातलो नै ठिक हुन्छ मुसुरीको दाल। ल यता मेरो साग पनि यतिको भइसकेको छ। साग त साथीहरू सादा खाने हो, सिम्पल खाने हो कि। गाउँघरको खाना सिम्पल सादा हुन्छ तर एकदम मिठो हुन्छ कि। मलाई खोल्नु पनि लाग्छ साथीहरू।
शीतलको घरमा यस्तै छ साथीहरू, पछि खाइदिनु। चामल भिजाएको थिएँ, अब यो चामललाई नै मैले बसाल भात बनाउँछु। अब खाइसकेको साथीहरू, अब यति अब लगभग पाकिसक्न लागिसकेको छ। शनिबारको दिन भन्छ चाहिँ मान्छेले होइन, तर शनिबारको दिन चाहिँ मलाई चाहिँ फुर्सदै हुँदा चाहिँ मैले घरमा कति धेरै काम गर्नुपर्छ। काम भनेपछि दुःखको काम पनि होइन, यताउति पुष्पा सरसफाइ हुन्छ नि त शनिबारको दिन। मलाई चाहिँ एकदमै बिजी हुन्छ कि शनिबारको दिन, अन्त एउटै सादा सिम्पल बनाएर खानु मन लाग्छ मलाई चाहिँ त्यति बेला चाहिँ। अनि आमा छोरीलाई पनि पुग्छ। अब यो दाललाई पनि मैले झान्छु र मैले त्यसैमा दाल झान्दैछु। मैले भाँडो पनि पखाल्दिनँ क्या कहिले नि, यही पकाएकै तरकारीमा मैले दाल झान्छु। यहाँले हाम्रोमा जुठो पर्छ, हामीले लसुन प्याज खानु भएको छैन भनेर नुन त आजबाट खाएको साथीहरू मैले जिरा हालेँ यसमा। छोरीको गेडा हालेको पनि एकदम मनपर्छ, पटारट्ट गर्छ कि अब यो चाहिँ पनि मैले सब उसिटेर सकिन्छ क्या। तातो रहेछ, यस्तरी खाना त तातो भयो साथीहरू। अब हामीले चाहिँ खुर्सानी, मैले चाहिँ बच्चाले खाने भएको भएर मैले खुर्सानी हालेन। अब हेर्नु चाहिँ यहाँ कस्तो झ्वाइँ गर्छ। बच्चाहरूलाई खुवाउनको लागि यस्तै सादा सिम्पल नै ठिक हुन्छ साथीहरू। चिरो कस्तो फोटो बनाएको नभन्नुहोस् साथीहरू, मैले एउटा हातले मोबाइल समाउँदै एउटा हातले भिडियो बनाएको छु, त्यही भएर गाह्रो भयो। मैले पकाउँदै त्यस्तै गर्ने मान्छे हो हुन चाहिँ, बनाउँदा खालि अलिअलि पोखिहाल्छ नि होइन। अब पछि सब सफाइ गर्नुपर्छ, यस्तो हुन्छ क्या। अब यति